साथीहरू आजकल तपाईँले फेसबुकमा विभिन्न किसिमका एडहरू हेर्नुहुन्छ जसमा तपाईँले के भनेको हुन्छ कि तपाईँको युट्युब च्यानल मोनिटाइज गरिदिन्छु, तपाईँको पैसा चाहिँ डबल गरिदिन्छु। यस्तै विभिन्न किसिमका चाहिँ प्लेटफर्महरूमा चाहिँ तपाईँको चाहिँ एडहरू आइराखेको हुन्छ। त्यो सबै भनेको चाहिँ स्क्याम जस्तै हो। त्यो स्क्याम नि भनौँ त, जस्तै नभने स्क्याम नि भनौँ। त्यो स्क्यामबाट बच्नको लागि चाहिँ केही कुराहरू हामीले चाहिँ अपनाउनु पर्ने हुन्छ। जस्तै कि कतिपय मैले आफैले भोगेको र देखेको कुरामा चाहिँ युट्युबको लागि मोनिटाइज गरिदिन्छु, तपाईँको चाहिँ सब्सक्राइबर बढाइदिन्छु, वाच टाइम बढाइदिन्छु भनेर चाहिँ विभिन्न खालको प्रक्रिया पुरा नगरिकन पैसा पहिला लिन्छ अनि त्यसपछि ब्लक हानिदिन्छ। त्यो कुराहरूबाट बच्नको लागि चाहिँ हामीले केही उपायहरू अपनाउनु पर्ने हुन्छ। जस्तै अब फेरि अर्को कुराहरू पनि छ नेपालमा भर्खरको कुरा जुन अहिले भएकै हो, एसएमसी भन्ने जुन त्यो एउटा वेबसाइट आएको थियो कि पैसा डबल गरिदिन्छ, यति दिनको आउँछ प्रतिदिन भनेर, त सबै स्क्याम गएको हो। त्यसपछि अर्को पनि आएको थियो क्युबी हेल्प भनेर एउटा आएको थियो। त्यो सबै चाहिँ के हो, हाम्रो स्क्याम हो। अब एकचोटि तपाईँले त्यहाँ पैसा पठाइसकेपछि तपाईँको नम्बर त्योसँग हुन्छ र विभिन्न उनीहरू नयाँ नम्बरहरू चाहिँ आफ्नो चाहिँ नाममा निकालेर दर्ता गरेर विदेशी नम्बरबाट पनि तपाईँलाई चाहिँ वाट्सएपमा चाहिँ म्यासेज आउँछ, यो हाम्रो चाहिँ नयाँ प्लेटफर्म हो रे, यसमा चाहिँ पैसा लगानी गर्नुहोस्, तपाईँले चाहिँ दिनको यति आउँछ, तपाईँको स्टार्टिङ प्याकेज 800 रुपियाँदेखि यति चाहिँ लगानी गर्न सक्नुहुन्छ। त्यो सबै भनेको चाहिँ स्क्याम हो। अब यो स्क्यामहरूबाट बच्नको लागि चाहिँ हामीले अपनाउनु पर्ने उपायहरू के छ कि लोभ चाहिँ नगर्ने। जति पनि वेबसाइटमा आइरहेको छ कि दिनको तपाईँले यति कमाउन सक्नुहुन्छ, त्यो लोभबाट चाहिँ बच्नुहोस्। त्यस्तै अर्को एउटा छ कि जो प्रायः जसो चाहिँ पहिलादेखि नै हाम्रोमा नेपालमा चाहिँ यो चाहिँ भइराखेकै कुरा हो कि युट्युब चाहिँ मोनिटाइज गरिदिने, फेसबुक चाहिँ तपाईँको भ्युज बढाइदिने, मोनिटाइज गरिदिने, अनि पैसा लिइसकेपछि तपाईँको चाहिँ ब्लक लिस्टमा हानिदिन्छ नम्बर, या फेसबुकमा मेसेन्जरमा छ भने तपाईँले त्यहाँबाट पनि ब्लक गरिदिन्छ। अब योबाट बच्नको लागि तपाईँले चाहिँ पैसा तिर्ने बेला यदि मानौँ तपाईँले चाहिँ युट्युबको सब्सक्राइबर बढाउनु पर्ने छ, वाच टाइम बढाउनु पर्ने छ भने चाहिँ यी सेवाबाट चाहिँ पैसा पे गर्नुहोस्। अनि यी सेवामा जुन बेला पैसा पे गर्नुहुन्छ त्यसमा चाहिँ एउटा अप्सन आएको हुन्छ ई एस्क्रो सर्भिस भनेर। ई एस्क्रो सर्भिसमा तपाईँले क्लिक गर्नु, अनि त्यसपछि पैसा पठायो भने त्यो के हुन्छ, पैसा पेन्डिङमा गएको हुन्छ। त्यो जबसम्म उसले चाहिँ काम गर्दैन, पुरा प्रक्रिया गर्दैन, तबसम्म तपाईँको पैसा पेन्डिङमा हुन्छ। अनि स्क्यामर भए पनि पैसा उसले चाहिँ पाउन सक्दैन। मानौँ तपाईँको काम भएन, त्यो स्क्यामर थियो, तपाईँको पैसा तपाईँको आफ्नै खातामा हुन्छ, पेन्डिङमा हुन्छ, उसको खातामा जानको लागि चाहिँ वेटिङमा हुन्छ। अनि कुन बेला जान्छ, तपाईँले रिलिज गरिसकेपछि त्यो पैसा जाने हो। अब मानौँ त्यसले काम तपाईँको गरेको छैन, अब त्यो पैसा आफ्नोमा फिर्ता चाहियो, त्यति बेला चाहिँ एउटा कम्प्लेन भन्ने अप्सन हुन्छ। त्यो कम्प्लेन चाहिँ यी सेवामा त्यो एप मार्फत नै गरिदिनुहोस्। त्यसपछि तपाईँको 2-3 दिन लाग्छ, 1 दिन लाग्छ त्यो प्रक्रिया। अनि त्यसपछि त्यो पैसा आफ्नै खातामा रहेको पैसा आफैले रिलिज भएर आउँछ, फिर्ता आउँछ। त्यो यस्तो कुराहरूबाट चाहिँ हामीले बच्नको लागि चाहिँ यी सेवा सबभन्दा बेस्ट उपाय रहेछ हाम्रो नेपालमा चाहिँ। अनि जति पनि त्यो मोनिटाइज गर्नुपर्ने छ, यो गर्नुपर्ने छ, त्यो पहिला पैसा माग्यो भने यी दिनै पर्ने भयो भने चाहिँ यी सेवा मार्फत चाहिँ त्यो पैसा दिनुहोस्। यी एस्क्रो सर्भिस युज गर्नुहोस्। त्यसपछि अब प्रक्रिया पुरा भएन भने आफ्नो पैसा आफैमा आउँछ। अब धेरै चाहिँ लोभ नगर्नु। जुन वेबसाइटमा त्यो एसएमसी जस्तै क्युबो हेल्प भन्ने जुन चाहिँ हाम्रो नेपालमा भर्खर लन्च भएको थियो, त्यो सबैको पैसा खाएर गएको। त्यसले जसले चाहिँ सुरुमा चाहिँ लगानी गरे त्यसले चाहिँ उसको थ्रुबाट जसले लगानी गरे उसले कमिसनबाट आफ्नो पैसा चाहिँ निकाले, बाँकी तपाईँ र हाम्रो चाहिँ सबैको पैसा त्यसमा चाहिँ लगानी भएर त्यस्तै त्यो जाने भयो। त्यो यस्तोबाट चाहिँ बच्नको लागि हामीले चाहिँ त्यस्तो सर्भिसमा लाग्दै नलाग्नु। अब तपाईँले भन्नुहुन्छ कि फेसबुकमा म पैसा कमाउँछु, फेसबुक चाहिँ मोनिटाइज गर्नु पऱ्यो, त्यसको लागि युट्युबको लागि तपाईँले पैसा पे गर्ने बेला चाहिँ यी सेवाको ई एस्क्रो सर्भिस चाहिँ युज गर्नुहोस्। त्यसपछि तपाईँको चाहिँ काम भएन, त्यो पैसा फिर्ता पनि आउँछ र आफ्नो चाहिँ त्यो खर्च पनि हुँदैन।